2072 सालको नेपालको भन्दा पनि भयानक महाभूकम्प भेनेजुएलामा 40 सेकेन्डमै 7.2 र 7.5 रेक्टर स्केलको दुई ठूला भूकम्प। राष्ट्रिय विदाको उल्लासमा रमाइरहेका हजारौं नागरिक भग्नावशेष मुनि पुरिए। मृतकको संख्या 10,000 भन्दा बढी पुग्ने सम्भावना, जताततै मृत्युको सन्नाटा र रुवाबासी। बुधबारको साँझ भेनेजुएलामा राष्ट्रिय विदाको उल्लास थियो। घडीले साँझको 6:40 जाँदै गर्दा अधिकांश मानिसहरू घरमै परिवारसँग रमाइरहेका थिए। कसैले सँगै बसेर चिया कफी पिउँदै थिए, कोही सन्तानसँग खेल्दै थिए, त कोही बेलुकाको खाना बनाउँदै थिए। तर कसैलाई पत्तो थिएन कि उनीहरूको जीवनमा यस्तो महाविनाश आउँदैछ। जसले नेपालको 2072 सालको भूकम्पलाई समेत बिर्साइदिनेछ। हो, नेपालले 2072 सालमा भोगेको त्यो महाविपत्ति भन्दा पनि भयानक र ठूलो भूकम्प बुधबार भेनेजुएलाले भोग्यो। राजधानी काराकासको पश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 81 जमिन हल्लिन थाल्यो। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प 7.2 रेक्टर स्केलको थियो। मानिसहरूले के भइरहेको छ भनेर बुझ्न र सास फेर्न नपाउँदै मात्र 40 सेकेन्डमै अर्को झन शक्तिशाली 7.5 रेक्टर स्केलको भूकम्प गयो। मात्र 40 सेकेन्डको अन्तरमा गएका यी दुई ठूला भूकम्पले राजधानी काराकास लगायत विभिन्न शहरका ठूला भवनहरू गर्लाम गुलुम ढले। भाग्ने मौका समेत नपाउँदा हजारौं नागरिकहरू जिउँदै भग्नावशेष मुनि पुरिए। सडकहरू भत्किए, बिजुलीका पोलहरू ढले र केही क्षणमै एउटा सुन्दर शहर धुलो र भग्नावशेषको थुप्रोमा परिणत भयो। सडकमा जताततै हाहाकार, रुवाबासी र एम्बुलेन्सको साइरन मात्र सुनिन्छ। जो बाँचेका छन् उनीहरू भग्नावशेष मुनि पुरिएका आफ्ना आफन्तलाई खोज्दै यताउता दौडिरहेका छन्। विनाशको यो अवस्था यति डरलाग्दो छ कि सुन्ने जो कोहीको मुटु काम्छ। प्रारम्भिक मूल्याङ्कन र अन्तर्राष्ट्रिय समाचारहरूका अनुसार यस महाभूकम्पमा मृतकको संख्या 10,000 भन्दा बढी पुग्ने सम्भावना रहेको छ। भत्किएका घरहरूको भग्नावशेष मुनि अझै कति मानिस पुरिएका छन् र कतिले बचाउ बचाउ भन्दै गुहार मागिरहेका छन्। भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलोले धेरै भवन तथा घरहरू पूर्ण रूपमा भत्किएको पुष्टि गर्दै नागरिकहरूलाई घरभित्र नपस्न र खुल्ला ठाउँमै सुरक्षित रहन अपिल गरेका छन्। यो अकल्पनीय विपत्तिको असर भेनेजुएलामा मात्र सीमित रहेन। यसको झड्का 100 किलोमिटर टाढा छिमेकी देश कोलम्बियाको राजधानी बोगटासम्म महसुस गरिएको थियो। अहिले देशभर उद्धार टोलीहरू खटिएका छन्। मानिसहरू खाली हातले नै भत्किएका इँटा र सिमेन्ट पन्छाउँदै आफ्ना मान्छे खोजिरहेका छन्। अस्पतालहरू घाइतेहरूले खचाखच भरिएका छन् भने कतिपय ठाउँमा बिजुली र फोन सम्पर्क पूर्ण रूपमा टुटेको छ। 2072 सालमा नेपालले भोगेको भन्दा पनि भयङ्कर यो घटनाले फेरि एकपटक प्रमाणित गरेको छ प्रकृतिको अगाडि मानिस कति कमजोर छ। कि 10,000 भन्दा बढीको चिहान बन्न पुगेको यो भग्नावशेषबाट भेनेजुएलाले फेरि उठ्ने साहस जुटाउन सक्ला? यो प्रश्नको उत्तर अब समयले नै दिनेछ।